त्यहाँ मान्छे जलाएको छ कि त्यसको खुट्टा देखिरहेछ त्यहाँ। वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँलाई स्वागत छ है। आज होइन म बाल कटाउन गएर हो, अब त्यतै जानु पऱ्यो क्या, खोला पारी तर्न पर्छ। अनि यसलाई हेर्नु त के गरिरहेछ यार, के गरिरहेछ। अब जाने होइन सट्ट लगाएर अहिले यता त्यहाँ मन्दिर हेर्न सक्नुहुन्छ है। अनि यहाँ पोखरी छ, अनि त्यहाँ स्कुल छ क्या। अब त्यहीँ सट्टा ल्याएर जानुपर्छ त्यहाँ बाल कटाउन। यति ठुलो छ होइन, अब यसले सानो बनाउनु पऱ्यो कि अलिकति। यहाँ खोलानिर पनि आइसक्यो होइन, अब जाने के यही बाटो जाने यही। इन्स्टेन्ट बाइक अनि यताबाट जाने टक्क लाएर चला आमन चला त ल फिन लिएर त्यता। त्यहाँ मान्छे जलाएको छ कि त्यसको खुट्टा देखिरहेछ त्यहाँ। हेर्नुभयो? केही छैन ल हिँड गाइज, हिँड टक्क लगाएर होइन गाइज, म यहाँ सेलुन पनि आइपुगेँ। यहाँ हेर्न सक्नुहुन्छ सेलुन होइन, भित्र जानुहुन्छ। सो होइन गाइज, अहिले भिड रहेछ कि, त्यही भएर म यता आएको। भिड रहेछ कि त्यहाँ भ्लग बनाइन, यसो ब्ल्याक आइरहेको छ होइन। यहाँ हेर्न सक्नुहुन्छ, अहिले यता छु म। बुङ्गुर पसल होइन। चलाते पानी खाम न अलिकति, तातो छ यार, लास्ट तातो। यतिको भिड छ गाइज यहाँ। हाम्रो ब्रदर ठिक है, यतिको भिड छ होइन। अघि नै अझै थियो कि अलि कम भएको छ। सो यी गाइसमा बाल काटेर पनि आइसकेँ होइन, यति सानो अनि सनसेट पनि भइसक्यो। अनि आजको भ्लगले त्यतिखेर व्यस्त गरिदिउँ। थ्याङ्क्स फर वाचिङ, बाइ गाइज।